आज अप्रिल 26 अप्रिल 26 हाम्रो चाहिँ एमाजोनमा जति पनि काम गर्ने नेपालीहरू हुनुहुन्छ उहाँको फ्यामिली मेम्बरहरू सबै भएर चाहिँ हामी एउटा आज पिकनिक अर्गनाइज गरेको थियौँ र हामी अहिले स्पटमा आइपुगेका छौँ। देख्न सक्छौँ सबै नेपालीहरू आइसक्नु भएको छ। नमस्ते नमस्ते सबैजना नमस्ते। नमस्ते 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 समीर भाइ। नमस्ते नमस्ते। नमस्ते है नमस्ते। नमस्कार हजुरलाई स्वागत छ। घरमा छ भने मात्रै ल्याम। म त आउनु ढिलो भयो। किन भयो होइन तपाईँ आउनु यहीँ रमाइलो छ नि। बल्ल सुरु हुँदैछ। दाइ आजको बारेमा दुईटा कुरा यसो थालिदिनु पऱ्यो भनिदिनु पऱ्यो ल। कस्तो कुरा भन्नु पर्नु अब हाम्रो यो हाम्रो पिकनिकको बारेमा। हजुर अब यस्तो छ, आफ्नो पहिला परिचयबाट सुरु गर्नुहोस्। ल म राजेन्द्र गौतम है, एमाजोनमा काम गर्छु। हामी सबै साथीहरू एमाजोनमा काम गर्छौँ र एमाजोनमा काम गर्ने साथीहरूको विथ फ्यामिली हामीले चाहिँ एउटा परिचयात्मक कार्यक्रम तथा नयाँ वर्षलाई पनि सामेल हुने गरेर यो कार्यक्रम राखेका थियौँ। अनि त्यसमा चाहिँ सबैभन्दा ठुलो हाम्रो यो कार्यक्रमको उद्देश्य भनेको चाहिँ हाम्रो डे सिफ्ट र नाइट सिफ्ट दुईवटा पनि छ सिफ्ट एमाजोनमा होइन। त्यो डे सिफ्ट र नाइट सिफ्ट दुईवटा भएको कारणले गर्दा हामी नेपाली बिच पनि कतिजना भेटघाटै हुँदैन, चिनजानै हुँदैन, यो एउटा अवसर पनि भयो। दोस्रो भनेको चाहिँ मैले प्रति भाइलाई त राम्रोसँग चिनेको छु, तर भाइको परिवार मैले नचिनेको हुनसक्छ नि त होइन। अनि त्यो भएको भएर पारिवारिक भेटघाट पनि एउटा। अर्को कुरो त अब एउटा रमाइलो गरौँ भन्ने पनि थियो होइन। अब एउटा नयाँ वेबाट होइन। अनि त्यसलाई हामीले भर्खरै गएको चाहिँ नयाँ वर्षको पनि सेलिब्रेट जस्तो एउटा होइन। अब शुभकामना आदान प्रदान परिचयात्मक कार्यक्रम सबै कुरालाई एउटा सङ्गोलमा हुन्छ भनेर यो हाम्रो कार्यक्रम सुरु भएको छ। आई थिङ्क सो द्याट्स इट। हाम्रो यहाँ चाहिँ दुईजना साग पखाल्नतिर लाग्नुभएछ नि ल। किन भन्दाखेरि अब एमाजोनले राखेको पिकनिक है, यस्तो वनभोज कार्यक्रम यस्तो रमाइलो भइरहेछ। अनि मेरो हस्बेन्डले भन्दै हुनुहुन्थ्यो कि प्रतीक भाइ यस्तो जुटिरहनु भएको छ, मजाले खटिरहनु भएको छ त राजेन्द्र दाईहरू सबैजना रमाइलो गर्नुपर्छ भन्नुभयो होइन। अनि नआइ त म बस्नै सकिनँ। कस्तो फिल भइरहेछ? एकदमै नयाँ भाइ, एकदमै नयाँ। यो चाहिँ अब जहिले पनि प्रायः जस्तो अब कि घरमा पकाएर कि रेस्टुरेन्टमा पकाएर अनि यसरी लिएर आउने हुन्थ्यो नि त। आज चाहिँ नयाँ एकदमै नयाँ फिल भइरहेछ, नेपालको वनभोज जस्तो भइरहेछ। अनि पार्क पनि एकदमै मन पर्यो मलाई। आउँदाखेरि अलिकति कन्फ्युजिङ रहेछ भित्र आउने टाइममा, तर असाध्यै राम्रो छ भाइ। थ्याङ्क यू सो मच। यो साग चाहिँ यो आजै आएको है किसानकोबाट, फिली मार्केटमा गएर ल्याइयो होइन। दाइले देखेको थिएँ नि मैले। देख्नु भएको रहेछ हो नि। मैले फेरि त नम्बर हजुरको सेभ गरेर राखेको छु। परिचयबाट सुरु गर्नु न। म लक्ष्मण तिवारी, नमस्कार। अब आज हाम्रो प्रतीक भाइ लगायत सबैले यस्तो जाँगर गर्नुभयो र आज हामीहरू पिकनिक कार्यक्रम एमाजोन टिमहरूको पिकनिक हुँदैछ। बिहानैदेखि रमाइलो लागिरहेको छ। रमाइलो छ नि है। यसरी बहिनीहरूले साग धोइराख्नु भएको छ। यस्तो मनोरम हरियाली ठाउँमा हामीहरू यसरी रमाइरहेका छौँ है। सायद नेपालमा भएको भए कोइलीले को भन्थ्यो होला होइन। यहाँ कोइलीको कमी छ। सायद काफल पाक्यो चरी भएको भए काफल पाक्यो भन्थ्यो होला। तर पनि हामीले नेपाललाई सम्झेर रमाइरहेका छौँ। आज दिनभरि रमाउने हो। अब साथीहरू पकाउन सुरु गर्दै हुनुहुन्छ। अब यस्ता एक्टिभ साथीहरू हुनुहुन्छ। हो नि शालिग्राम दाजु भिड्नु भएको छ। शालिग्राम दाइ चाहिँ अन्त सर पनि त्यसरी नै भिड्नु भएको छ। यो अहिले चिया पाएको छ नि छन्द सर त अब पुरा उहाँ त के भन्ने मल्टी ट्यालेन्ट भन्ने कि एकदम स्पेशल रेसिपी आउँदैछ। मौन रहो जितना सम्भव हो कम बोलो मिठा बोलो भन्छ कि छन्दजीको त्यही नै हो। सही हो। मौन रहो जितना सम्भव हो कम बोलो मिठा बोलो भन्छ नि हाम्रो छन्दजीको त्यही नै हो है। थोरै बोल्नुहुन्छ मिठो बोल्नुहुन्छ
त्यसमा यो अन्डा पाकेको यो माहौल बनिएको छ यहाँ हाम्रो एमाजोन यो टिममा रमाइलो छ। अब हाम्रो हिरा बहिनी आइसकेपछि अब रमाइलो हुन्छ एकछिनपछि फेरि नमस्कार रमाइलो हुन्छ। समीर दिदी पनि समय मिलाउनु भयो। काटकुटपट्टि पनि यसो जान्छु यहाँ काटकुटको भइरहेको मैले यसो रेकर्ड गरेँ है। दिदी नमस्ते। हजुरलाई त भेट्दा पनि गाह्रो छ। हजुर आराम हुनुहुन्छ? ए हामी यहाँ पेस्ट गर्न लगाएर आइगयो। नमस्ते बुवा। हाम्रो नास्ताको टाइम भएछ। के हो गुरु याद तेरिका? नमस्ते है हजुर। ठिक छ ठिक छ। कति गाह्रो हो यो छोडाउनु? के चाहिँ गाह्रो दाइ? यो छोडाउनु गाह्रो कि पिकिङ गाह्रो? यो अन्त पिक गर्न सही। अन्डा छोडा अन्त पिकमा सही। हाम्रो ब्रेकफास्ट भइरहेको छ है। हजुर ठिक छ नि दाइ? थ्याङ्क यू दाइ। यो अन्डा एउटा चिया आउँदा चाहिँ छ भाँडोमा तपाईँ हाल्नु। नमस्कार अगेन। हाम्रो ब्रेकफास्ट खाजा अन्तर्गत चाहिँ चना पनि छ, अन्डा केही पिस बचेको छ, चिया छ, थपेर खान सक्नुहुनेछ। एडभर्टाइजर केही समय पछाडि हुने भएको हुनाले त्यस पछाडि हामी फेरि रम्नेछौँ, रमाउनेछौँ। सबैलाई धन्यवाद। तपाईँले भनिहाल्नु नहुनु भएको हुनाले अब चाहिँ राजेन्द्र दाईको परिवार हजुरले परिचय गराउँदै एमाजोनमा काम गर्दाको अनुभव अनि बिर्सन नसकिने घटनाको बारेमा हजुरले सबैलाई सुनाउनु पर्ने हुनेछ र सम्झना योग्य बनाउनेछौँ। अहिले चाहिँ मैले राजेन्द्र दाईलाई माइक्रोफोन हस्तान्तरण गर्छु। थ्याङ्क यू बहिनी, मलाई बोलाउनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद। त्यसपछि मैले चाहिँ भन्नुपर्दाखेरि सबैभन्दा पहिला यहाँ आउनुभएका सम्पूर्णलाई नमस्कार भन्न चाहन्छु। पहिले नै गरिसक्यो होला, फेरि पनि भन्न चाहन्छु। र यो रमाइलो कार्यक्रममा हामीले जुन आयोजना गऱ्यौँ यसमा चाहिँ आफ्नो के भन्छ कामलाई पछाडि सारेर अथवा घरका अन्य कामहरूलाई चाहिँ पछि गर्छु भनेर स्केड्युललाई चाहिँ चेन्ज गरेर होइन यहाँ जो आउनुभयो सबैजना यसको लागि धन्यवाद दिन चाहन्छु। रमाइलो अनुभव के सुनाउ त? अब खै प्रिपेयर गरिएन है। पहिला सुरुमा चाहिँ म परिचय गराउँछु है। म राजेन्द्र गौतम हो, सबैलाई थाहा छ होइन। मेरो श्रीमतीजी त्यहाँ हुनुहुन्छ, भुवन गौतम। ल यता आउनुहोस्, माइलो त तपाईँ भन्नु पऱ्यो है, पछि त भनेर। हेलो नमस्ते सबैजनालाई, मेरो नाम भुवन गौतम। मेरो श्रीमती वहीँ हो पक्का हो है। अब छोरोलाई बोलाउनु भयो, छोरी चाहिँ आएकी छैन होइन। छोरीको चाहिँ
कलेज चलिरहेको छ, त्यसले गर्दा छोरी आएकी छैन। छोरो चाहिँ आएको छ। कान्छा बाबु हेर्छ, ऊ चाहिँ मेरो छोरो हो। धेरैले प्रोग्रामहरूमा देख्नु पनि भयो होला, ड्रम श्रम बजाउने यताउता गर्ने कुरा यही हो। मैले त भाइ भन्नु ठानेको थिएँ है है भाइ भन्नु रायन गौतम। ल रायन गौतम भने सुन्नुभयो होला, नसुने मैले सुनेको थिएँ। अब के अरे के छ हजुर, तपाईँले भनेछु कि घरमा त्यही हो रमाइलो होइन। हाम्रो जल्दो बल्दो भाइ आइपुग्यो है। हजुरको छिमेकी काम छ त्यो भनिदिनु
मेथी अलिक तल धेरै हुन्न मेथी झिकेर राख्ने अनि यो चाहिँ चम्चाले तेल धेरै अलिक छ है तेल तेल राखेर पुरै हाल्नु पर्दैन अब यहाँ मोल्छु त्यही राख्नु भयो हुन्छ अघि राख्नु भयो अमिलो राखेको छैन नै म यहाँ बसेर हेर्छु दिदी बहिनी यहाँबाट हेर्नुहोस् है ल अब गेम सुरु हुँदैछ है गेम सुरु हुँदैछ एकदम छिटो आउनुहोस् गेमको नियम मैले फेरि भन्दैछु गेमको नियम के छ भन्दा रोकिनुहोस् भन्दा हिँड्नुपर्ने हुनेछ हिँड्नुहोस् भन्दा रोकिनुपर्ने हुनेछ ठ्याक्कै उल्टो है यदि मैले हिँड्नुहोस् भन्दाखेरि हजुरहरू हिँड्नु भयो भने आउट हुनुहुनेछ है ल बाबुहरू पनि ल छिटो छिटो आउनु होला दिपा बहिनी जज हुनुहुन्छ मैले केही भन्ने छैन उहाँले जे भन्नुहुन्छ त्यही हुनेछ र सबैजनाले उहाँले भनेको नियम पनि मान्नु होला आउट हुनुभयो भने सकभर त हजुरहरू सबैजना एकदमै अनेस्ट एकदमै सोझो हुनुहुन्छ हजुरहरूले आफैले आफैलाई जज गर्नु होला त्यसपछि मात्र उहाँले गर्नुहुन्छ है त ल मैले हिँड्नुहोस् भन्दा रोकिनुहोस् रोकिनुहोस् भन्दा हिँड्नुहोस् है ल हिँड्नुहोस् ल अब रोकिनुहोस् 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 है अगाडि पछाडि रोकिनुहोस् अगाडि पछाडि रोकिरहनुहोस् हिँड्नुहोस् अब फेरि पनि हिँड्नुहोस् सीधा दिदी आउनु भएको छ ल अब रोकिनुहोस् है रोकिनुहोस् एकै ठाउँमा तपाईहरूले रोकिरहन सक्नुहुन्छ एकै ठाउँमा रोकिरहन सक्नुहुन्छ है रोकिनुहोस् है रोकिनुहोस् हिँड्नुहोस् दुईजना आउट हुनु भइसकेको छ हाम्रो खेलाडी मित्रहरू र अब फेरि पनि मैले भन्दैछु कि हजुरहरूलाई रोकिनुहोस् सागर सागर राजु दाइ सागर 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 र गेमको नियम हजुरलाई थाहा छँदैछ रोकिनुहोस् भन्दा हिँड्नुपर्ने हुनेछ हिँड्नुहोस् भन्दा रोकिनुपर्ने हुनेछ हजुरहरू अहिले रोकिरहनु भएको छ होइन सबैजना अब रोकिनुहोस् दिदी ल दिदी निस्किनु को हुनुहुन्छ अनेस्ट भएर है अनेस्ट भएर त्यो काम गर्नु होला अनेस्ट भएर अब रोकिनुहोस् रोकिनुहोस् है रोकिरहनुहोस् हिँड्नुहोस् धेरै रोकिनु भएको छ धेरै रोकिनु भएको छ ल हाम्रो दाइ आउनु भएको छ हजुर पनि गेमभित्र आउन सक्नुहुन्छ रोकिनुहोस् ल रोकिनुहोस् हिँड्नुहोस् दौडनुहोस् पछाडि सर्नुहोस् अगाडि जानुहोस् रोकिनुहोस् पछाडि फर्किनुहोस् अगाडि बढ्नुहोस् हिँड्नुहोस् हिँड्नुहोस् नरोकिकन हिँड्नुहोस् दौडनुहोस् रोकिनुहोस् हाम्रो फेरि यति धेरै बाँकी खेलाडी साथीहरू बल्ल आउँदै हुनुहुन्छ हजुरहरू पनि खेल मैदानमा प्रवेश गरिदिनु हुनको लागि मैले हाम्रो अरू खेलाडी साथीहरूलाई अनुमति माग्छु किन भन्दा हजुरहरू
धेरै पछि आएर फर्स्ट हुने सम्भावना देखिन्छ। त्यसैले हजुरहरू खेलमा प्रवेश नगरिदिनु होला, किन भन्दाखेरि धेरै ढिला आउनुभयो। रोकिनुहोस्, हिँड्नुहोस्। ठिक थियो बिचरा चल भइरहेको थियो। उहाँले हाम्रो जजले जे भन्नुहुन्छ त्यही हुन्छ। ठिक छ, ठिक छ। हाम्रो असाध्यै राम्रो खेल खेलिरहनु भएको छ। हाम्रो खेलको नियम चाहिँ के थियो भन्दा अहिले नयाँ आउनुहुने खेलाडी मित्रहरूलाई म भन्छु, खेलको नियम चाहिँ रोकिनुहोस् भन्दा हिँड्नुपर्छ, हिँड्नुहोस् भन्दा रोकिनुपर्छ है त। उहाँहरू खेल्दै यहाँसम्म आइपुग्नु भएको छ। अब चाहिँ हिँड्नुहोस्, अब हिँड्नुहोस्, रोकिनुहोस्। मैले भनेको ठ्याक्कै उल्टो गर्नुहुन्छ उहाँहरू, भनेको सुन्दै सुन्नुहुन्न। दौडनुहोस्, पछाडि फर्किनुहोस्, नाच्नुहोस्, हिँड्नुहोस्। अब हामीसँग 5 जना मात्रै खेलाडी बाँकी हुनुहुन्छ है त। रोकिनुहोस्। हजुरहरू अलिकति डिस्टेन्स ठ्याक्क बिचमा ग्याप, बराबर ग्याप राख्नुहोस्। छिटो छिटो नहिँड्नुहोस्, उल्टो भन्नुपर्ने भइरहेछ। अब चाहिँ हजुरहरू रोकिनुहोस्, हिँड्नुहोस्। अब फेरि पनि हिँड्नुहोस्, नरोकिकन हिँड्नुहोस्, रोकिनुहोस्। दिदी लामो चिज बोल्दा बिचमा त्यो हाल न, के भन्नु। एमाजोनले राख्नुभएको यो प्रोग्राममा आज म पनि उपस्थित भएर हजुरहरूको माझमा रमाउनु पाउँदा असाध्यै खुसी छु। मैले उहाँहरूको ध्यानलाई भङ्ग गर्ने प्रयास गरिरहेकी छु, तर उहाँहरूको हुँदैन। उहाँहरूको यति धेरै फोकस छ कि उहाँहरूको गेममा झुक्क्याउनै सकिँदैन। आज हाम्रो गेमको नियम चाहिँ के छ भन्दा रोकिनुहोस्। उहाँहरू एकदमै स्मार्ट हुनुहुन्छ। हिँड्नुहोस् है, हिँड्नुहोस्, रोकिनुहोस्, हिँड्नुहोस्, रोकिनुहोस्, हिँड्नुहोस्, रोकिनुहोस्, हिँड्नुहोस्, रोकिनुहोस्। एकदमै स्मार्ट उहाँहरू, एकदमै रमाइलो भइरहेको छ। ल अब सबैजनाले दोहोरी गीत, कुनै गीत निकाल्नु होला अनि गाइदिनु होला। मादल पनि छ होइन हामीसँग, मादल पनि छ। ल मादल बजाउँदै हामी नाचगान सुरु गरौँ, उहाँहरूको ध्यान भङ्ग कसो नहोला है। ल अब रोकिनुहोस्, रोकिनुहोस्, दौडनुहोस्, नाच्नुहोस्, हिँड्नुहोस्, हिँड्नुहोस्, दौडनुहोस्, रोकिनुहोस्। होइन, ऐश्वर्या नानीको मैले धेरै प्रशंसा सुनिराखेकी हुन्छु। उनले काममा पनि यति नै मात्रै हो, मैले उचाल्ने भन्दा ठुलो छैन भन्ने मान्छे परिनु नि। रोकिनुहोस् है, अब रोकिनुहोस्, दौडनुहोस्, हिँड्नुहोस्, नाच्नुहोस्, हिँड्नुहोस्, दौडनुहोस्, नरोकिकन हिँड्नुहोस् है, नरोकिनुहोस्। हिँड्नुहोस् हो, 2 जना मात्रै हुनुहुन्छ अब हामीसँग बाँकी। उहाँहरू 2 जना, बाबु र सेतो सर्ट दिदी र यो ब्लू सर्टको बाबु मात्रै बाँकी हुनुहुन्छ। 2 जना, 3 जना। नरोकिनुहोस् भनेको हिँड्नुहोस् नै हो नि त, होइन? त्यही भएर त रोकिनुहोस्। अब हामीसँग फर्स्ट र सेकेन्ड मात्रै हुनुहुन्छ है त। ल है त बाजी कसले मार्छ? हिँड्नुहोस्। ल बाबु विनर।
सफल भएको छन्। यो सँगसँगै मैले ओम भाइको ड्याडीलाई र मम्मीलाई ओम भाइको यसपछि हामी विनरको लागि छुट्टै व्यवस्था हुन्छ। विनरको ड्याडी र मम्मी स्टेजमा आइदिनु हुनको लागि म अनुरोध गर्दछु। विनरको ड्याडी र मम्मी, हजुर विनरको ड्याडी र मम्मी। विनरको ड्याडी र मम्मीले अनि मैले एउटा गीत गाउन चाहन्छु है त। सोचना क्या जो भी होगा देखा जाएगा, सोचना क्या जो भी होगा देखा जाएगा, कल के लिए आज सुना सुना आज न कल आएगा, साथ हम सब इससे बड़ी क्या खुशी, साथ हम सब इससे बड़ी क्या खुशी, थोड़ा मुस्कुराओ थोड़ा गुनगुनाओ इसी का है नाम जिंदगी, सोचना क्या जो भी होगा देखा जाएगा। थैंक यू। आहा कति राम्रो स्वर। हाम्रो बुवाले पनि बोल्छु भन्नुभएको छ। मैले बुवालाई धन्यवाद। नेपालीको भावना, नेपालीले अमेरिकनहरूलाई यहाँको विदेशीहरूलाई नेपालीत्व देखाउनुहुनेछ भन्ने पूर्ण विश्वास गर्छु। जय नेपाल। सम्पूर्ण सबैलाई नमस्कार। मैले त धेरै परिचय दिन नपर्ला किनभने हजुरले चिन्नुभयो होला। यति म प्रसिद्ध मान्छे भन्दा पनि उनले परिचय दिइसकेपछि मैले धेरै आफ्नो परिचय खुलाउनु नपर्ला। उनले भनेको सबै चिज त्यही हो। कति रमाइलो यस्तो कार्यक्रम त। सबैजनालाई धेरै धेरै धन्यवाद। यस्तो रमाइलो माहौल सिर्जना गरिदिनु भयो अनि यसमा भाग लिन पाइयो। एमेजन परिवारको नाताले म रामरी नेउपाने, रमेश अधिकारी र शोभा पोखरेल हामी तिनजना एउटै फ्यामिलीको मान्छे। थर त तिनवटा सुन्नुभयो, हामी एउटै फ्यामिलीको मान्छे। हजुर एउटै परिवारको मान्छे भने त्यहाँभन्दा बढी नाता के? यसमा लामो कथा छ। हामी 35 वर्ष पहिलादेखिको साथी होइन। अब भाइहरू बुवा अनि यहाँ बहिनीहरू सबैजना भेट्दा चाहिँ एकदमै खुसी लाग्छ कि होइन। अब फेरि एमाजोन टिमको चाहिँ यो कार्यक्रम छ भनेर मलाई अस्तिदेखि नै भनिराख्नु चाहिँ भएको थियो हाम्रो पम्मजीले। अनि ल ठिकै छ होइन। अब काम गरेर प्रोजेक्ट लिनुहुन्छ साथमा त साथ दिनु पर्यो भनेर आज चाहिँ सँगै आइयो। भाइको खटाइको बारेमा दाइले त पहिलेदेखि नै भनिरहनु भएको थियो। भाइकै सपोर्टको लागि नै जसरी भए पनि हामी जानुपर्छ है भनिरहनु भएको थियो। नमस्ते सबैलाई। यो 30 वर्षपछिको यङ स्टार चाहिँ कहिलेदेखि हुन्छ? सर्वप्रथम त सबैलाई नमस्कार। आज एकदम रमाइलो भइरहेछ है। यो सुरुमा चाहिँ म हाम्रो छन्द दाइलाई धन्यवाद दिन चाहन्छु किनकि उहाँले कुरो निकालेपछि अनि हाम्रो के अरे है त्यो नाम बिर्सी हो होइन हाम्रो ग्रुप क्रिएट गर्ने हाम्रो दिलीप है नाम के भयो दिलीपलाई चाहिँ एकदम धन्यवाद दिनुपर्छ। उसले यो ग्रुप क्रिएट गरेको हो। त्यसपछि हामी सबै जोडिँदै गयौँ र आजको यो दिन जुर्यो होइन। अहिलेसम्म एकदम रमाइलो भइरहेछ। अब मेरो आफ्नो कुरो राख्नुपर्दाखेरि चाहिँ म प्रतीक खरेल, मेरो श्रीमती अनि उहाँ चाहिँ मेरो सासू हुनुहुन्छ। हामी एनसी मुभ भएको चाहिँ 21 मा हो। अनि त्यसपछि चाहिँ अहिलेसम्म यहीँ छौँ पोइन्टमा। सबैसँग मिल्दै बातचित छैन, मिल्दै अहिलेसम्म रमाइलो भइरहेछ। अब त्यही हो, धेरै बङ्गाली आउँदैन
माइक आएछ हेल्पिङ नहोस् पनि हुन्छ है त्यही भन्दा सबैलाई धन्यवाद भन्न चाहन्छु मैले एकैछिन भने है प्रतीकको बारेमा अब हँसिलो त छँदैछ ऊ सबै कुरोको अगाडि नै छ होइन र हाम्रो टिएनसिसीको नयाँ कार्य समितिको सदस्य पनि हो ऊ त्यसको लागि सबैको प्लिज जोरदार है ताली थ्याङ्क यू हामी चाहिँ नेपालदेखि भनौँ म गैँडाकोटको उनी चितवनको है हामी यहाँ आएर म एमाजोनमा काम गर्दैछु सबै दाजुभाइ दिदीबहिनीहरूसँग मजाले म सानो मान्छे भएर गरेको थिएँ तर नानीहरू आएर चाहिँ म अलिकति ठुलो हुनुभयो दाइ भन्नु पऱ्यो है नत्र भाइ भनेर यति माया गर्ने दाइहरू दिदीहरूलाई मलाई चाहिँ धेरै सहयोग गर्ने गइरहेको थियो अब यो कार्यक्रम हामीले 1 वर्ष अगाडिदेखि चाहिँ गरम भन्दा आज जोड्या रहेछ जे होस् सबैजना सपोर्ट गरिदिने हाम्रो राजेन्द्र दाई धरेन दाईदेखि लिएर लक्ष्मण दाई सबैजना सबैको सहयोगले एकजनाले मात्रै गरेर हुन्थेन सबैजना मिलेर गर्दाखेरि यतिको रमाइलो भएछ ल छोटो परिचय मेरो नाम लोकराज अवस्थी मेरो नाम कृति पनेरू अनि तीनजनाको परिवार के गर्नुहुन्छ भनिदिनु पर्यो नि दाइ के गर्नुहुन्छ एमाजोनमा रोल भनिदिनु पर्यो म एमाजोनमा कति 3 वर्ष पुग्दैछ एमाजोनमा छौँ त्यही त अनि नर्थक्यालमा आएको पनि 3 वर्ष भयो लोकराज्यको लागि जोडदार ताली दिँदै यो अब मेरो आइको 30 तारिक हामी पुरै हात बढाउन त्यो पछिको एक दाजु गयो दिन पर्छ भोग बढाउने आलम भाइ आलम भाइ आलम थ्याङ्क यू ल आलम भाइ आलम ओ माय गॉड ओ हो भाइ गडा आलम भाइ आलम हेलो गजौँ न
पार्ट चाहिँ दाइले पुरै एक्लैले ह्यान्डल गर्नु होला Power of oat for sensitives. भनेको मान्नुपर्छ छोरी भएपछि आज्ञाकारी हुनुपर्छ पास गर्न पाइन्छ है आफूलाई मनले व्यक्तिलाई पास गर्न पाइन्छ लक्ष्मण तिहारी दाइले आफ्नो छोरी ऐश्वर्यालाई पास गर्नु भएको छ ऐश्वर्या आउँदै हुनुहुन्छ नागिन डान्सको लागि गीत गाउने रे गीत गाउने रमाउने
गीत गाउनै पर्छ अनि थाहा पाउँछु पास दिनु हुँदैन कुखुरा बन्ने स्कुलमा भने अब भन होइन यहाँबाट अनि खोइ त कुखुरा ल्याउने होइन यो पहिले थियो अहिले ल्याएको ल सागर सापकोटा बाबु चाहिँ कुखुरा बनिसक्नु भएको छ उहाँको लागि पनि जोरदार ताली है सबैजनाले अब को हुनुहुन्छ को हुनुहुन्छ गेम खेल्नको लागि तयार सुगन्ध आइसक्नु ल आउनु सबै घरकै मात्रै खेल्नु कुकुरमा बिरालो होला यहाँ देखाउनुहोस् त हाँसेको एक मिनट हाँसेको 1 मिनटसम्म जुन चाहिँ उहाँलाई कमै हँसाउन गाह्रो हुन्छ कि कमेडी अरू गर्छु त्यो बाहेक अरू गीतले हामी धादिङ जिल्ला बैरेनियाको साङ्लो माया बाटैमा भेट भयो सानो बाटो भेट्नु नि आशा यो चाहिँ नखोलेको छ जस्तो लाग्छ यो पनि अघि भइसकेको के हो त्यो छैन होला नाच्ने छैन यो पोलिसी हो यो कहाँ मेरो स्टोरेज गइसक्यो एक्टिङ गर्दै त्यहाँ बसेर टक्क अझै पनि साथी छोरा जसरी मैले किन पाउँछु र अब नमर्नु न आँसु झार्नु म पनि त्यही भुमरीमा परेको छु सर माया नभुँदो रहेछ न पुरानो नै हुँदो रहेछ अझै पनि याद आउँछ मलाई पनि झम्के सास कहिले रमाइलो भएन भेरी सुसाए झै सधैँ मन सम्झनाले सुसाए सम्झना बिसिरन सम्झनाले बिहान भएर बाँचेकी छु जे भए नि जसो भए नि सम्झना त आउँछ नि यो जुनी जे भए नि अर्को जुनी पर्छ तिब्बत भएर जन्मन पाऊ अझै पनि मनको कुरा त कति हो कति सर
जन्मेको बच्चाले यो गीत मात्रै गाएको भनेर नबुझ्नु होला, नेपाली बोलेर गीत गाएको। यसको लागि त सलुट नै छ, एकदमै जोरदार ताली तालीको लागि। र यसलाई चाहिँ आउँदै हुन्छ जस्तो लाग्यो मलाई। गीत गाउँछु भन्नुभएको छ, पर्पज हजुरले यसलाई हामीले पेन्डिङमै राखिरहेको छौँ, अहिले गीत गाइदिनुहोस्। हामी पछि चाहिँ हजुरले पर्पज गर्नै पर्ने हुन्छ है त, हजुरको घरमा परेको। म चाहिँ सुदूरपश्चिमबाट, म सुदूरपश्चिमको एउटा सानो गीत गाउँछु, देउडा जस्तै हो, देउडै त राई झुमा झुमा क्या मस्क्या की छ हो, राई झुमा झुमा क्या मस्क्या की छ हो, राई झुमा हे कर्णालीतिर भेरीतिर रूपसा मुहार फर्काई नहेर मेरीतिर मता, राई झुमा क्या मस्क्या की छ हो, राई झुमा क्या मस्क्या की छ हो, राई झुमा। कति राम्रो गीत देउडा। हाम्रो नेपालमा धेरै जात जाति, धर्म, भाषा, संस्कृति, ठाउँ अनुसारको धेरै भाषाहरू र यो राईझुमा भन्ने गीत पनि मलाई एकदमै मनपर्छ। म बागलुङबाट भए पनि बागलुङको पञ्चेबाजा सँगसँगै राईझुमा हरेक ठाउँका सबै गीतहरू मलाई एकदमै मनपर्छ। मलाई लोकदेखि लिएर आधुनिकदेखि लिएर पप गीतहरूदेखि लिएर म सबै गीतहरू राम्रो लाग्नुपर्छ, शब्दहरू राम्रो हुनुपर्छ, मलाई एकदमै मनपर्छ। सुरु भएको छ है, Little
बल समयमै पास गर्नु होला किन भन्दा तपाईँले बल समयमा पास नगर्नाले छिनको साथीले उहाँको कारणले म निस्किनु पर्यो भन्ने हुनसक्छ त्यसैले बल समयमै पास गर्नु होला समयमै लिनु होला टिकेन अब हामीसँग थोरै मात्र खेलाडी हुनुहुन्छ झेली बिचमा छिरेर खेलबाट बाहिर पछि रुन पाइने छैन अब हामीसँग 5 जना मात्र खेलाडी हुनुहुन्छ हजुरहरूले अलिकति दूरी काम गरेर बस्नु होला छैन बुवा सिद्धै छैन के सिद्धै छैन
विनर हात यसो गर्नु भयो नि त हात उयो गर्नु भयो नि त विनर भयो शेखर खरेल प्रथम हुनुभएको छ आजको हटपटीको गेममा हजुरलाई खसी उपहार अब तातो तातो खसीको मासु र भात खानुपर्ने हुनेछ हामी खाएर भ्याएर सबै सरसफाइ भइसकेको छ यो सेल्टर हामीले सबै क्लिन गर्दैछौँ अलमोस्ट सबै भइसक्यो यहाँ हामीले ब्रुम गर्नलाई पनि मान्छे हायर गरेका थियौँ भिडियो खिच्दै भयो अरे मान्छेले अहिले थाहा पाउनु पर्छ पानी बोकेर आवे फोटोग्राफर म आइदिन्छु आउनुहोस् धन्यवाद हजुरहरूले गर्दाखेरि आज यस्तो अवसर जुरे एकदमै मेमोरेबल भएको छ आजको दिन जहाँसम्म लाग्छ हजुरहरू पनि एकदम खुसी हुनुहुन्छ खुसी हुनेले हात माथि उठाउनु होला है त ल अब हामी यस्तै यस्तै कार्यक्रमहरू चाहिँ धेरै पटक गर्नुपर्छ हामीले जुन ठाउँमा जहिले पनि म जहिले पनि भन्ने गर्छु हामी यो नर्थ क्यारोलिनामा एकदमै सानो बस्ती छ नेपालीहरूको त्यति ठुलो छैन 400-500 जनाको सानो नै हो तर यति जहाँ जसले जतिखेर कार्यक्रम राख्नुहुन्छ सकभर हामी सबैजना उपस्थित भएर सबैलाई साथ दिँदै सबै ठाउँमा रमाइलो गर्नुपर्छ यो चाहिँ सबैजनाले प्रतिबद्धता जनाउँदै ताली बजाउनु होला है त हजुरहरू इच्छुक हुनुहुन्छ नि ल सबैजनालाई धेरै धेरै धन्यवाद तपाईँहरूले यति धेरै माया गरिदिनु भयो यसको लागि म धेरै धेरै आभारी छु धेरै धेरै कृतज्ञ प्रकट गर्न चाहन्छु समय अब अझै पनि हाम्रो दिन त थियो समय हामीले 7 बजेसम्म मात्रै बुक गरेको हुनाले
अब हामी निस्कनु पर्ने हुन्छ। मलाई लाग्छ सबैले आफ्नो घरबाट ल्याएको सामान लिनुभयो भन्ने लागेको छ। अब जे जति भयो जे जस्तो भयो, यसमा केही कमी कमजोरी त्रुटिहरू भएको भएदेखि यो हामी सबैको आफ्नो कार्यक्रम हो, कसैको व्यक्तिगत कार्यक्रम होइन। त्यसो भएको हुनाले के कमी कमजोरी भयो त्यसमा हामी आफ्नै भयो र जे जति रमायौँ हामी आफै रमायौँ। त्यस भएको हुनाले यसमा सबैको बराबरी उत्तरदायित्व, सबैको बराबरी भूमिका रह्यो। जसले जहाँ जहाँबाट जे सहयोग गर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। म धन्यवाद दिन सक्ने हैसियतमा त छैन, तैपनि अब एउटा अलिकति इनिसिएसन लिएको हुनाले र तपाईँहरूले बताइदिनु भएको हुनाले भनेको मात्रै हो। यति भन्दै म हाम्रो लक्ष्मणजीलाई छोटो 2 शब्द राखिदिनु हुन अनुरोध गर्छु र अब हामी छिटो टुङ्ग्याउनु पर्ने पनि छ। कृपया। अब समय सिद्धिसकेको छ। एकदमै रमाइलो भयो आजको कार्यक्रम, धेरै रमाइलो भयो। अब अरू कुराहरू समय छैन, फोनमा हामी गफ गरौँला, ग्रुपमा कुरा गरौँला है। फेरि छिटोभन्दा छिटो 6 महिनाभित्रमा फेरि अर्को यस्तै कार्यक्रम हामी गर्नुपर्छ। ल राम्ररी सरबाट केही कुराहरू जानु। अब सबै साथीहरूले सबै कुराहरू भनिसक्नु भएको छ, मैले भन्नुपर्ने केही पनि छैन। अब यसको लागि मैले धन्यवाद दिनु बाहेक अरू केही पनि देखिनँ। यो जुन कार्यक्रम गर्ने भनेर जसले सोच बनाउनु भयो, जसले कार्यक्रम बनाउनु भयो, जसले सपिङ गर्नुभयो, जसले कुकिङ गर्नुभयो, जसले आयोजना गर्नुभयो र जसले चाहिँ यो चाहिँ दिउँसोभरिको रमाइलो माहौल सिर्जना गर्नुभयो, सम्पूर्ण साथीहरूलाई र जसले उपस्थित भएर त्यसमा इन्जोय गर्नुभयो, यी सबैलाई चाहिँ म धन्यवाद भन्दै अनि अब अर्को यस्तो कार्यक्रम चाहिँ 6 महिनाभित्र कहीँ कतै हुन सक्यो भने त्यो राम्रो हुन्थ्यो। अब सम्पूर्णलाई विशेष धन्यवाद सम्पूर्ण साथीहरूलाई। अब यो कार्यक्रम सम्पन्न भयो होला। अब कसैले समापन ल त्यसो कार्यक्रम समापन भयो। सबैजनालाई शुभयात्रा।